हजुरको यो अरानिको मूर्ति चाहिँ हामी यो 17 फिट अग्लो हुन्छ यो चाहिँ अहिले हामीले बनाएर ढालेर चाहिँ सकिसकेका छौँ। अब यसलाई जहाँनिर इन्स्टल गर्ने हो त्यहीँ लगेर गाँच्नुपर्ने हुन्छ। यो धेरै वेट हुन्छ त्यसैले गर्दा यसको खुट्टाहरू हातहरू सबै चाहिँ उता पर छ। हामी सुरक्षित ढङ्गले राखेको अरानिको यो पितल भएको र योभन्दा अगाडि उहाँ पुस्तक परिषदमा हुनुहुन्थ्यो, उहाँकै विभागीय प्रमुखमा हामीले मूर्तिकला विभाग अब सबै पितलकै निर्माण। हजुर त्यो यसको जोड्नु पनि लागेको ठुलो भएकोले समस्या हुन्छ। भोलि त्यो यसको यो टोटल चाहिँ 27 फिट अग्लो यो इन्स्टल गरेर राख्दाखेरि बेस चाहिँ 27 फिट अग्लो अहिले मण्डलामा एउटा भडी भएको ठाउँ छ, हो त्यही ठाउँमा राख्ने भन्ने हाम्रो गण्डकी उहाँले पुरस्कार पाउनु चाहिँ भूकम्पलाई लिएर बनाएको पहिला हाम्रो मिलारेखा भनेर उहाँ चाहिँ विद्वान नालन्दा विश्वविद्यालय इन्डियामा पढेर अनि पछि तिब्बतमा गएर बुद्धिज्म प्रचार गर्ने मिलारेखा मूल्य भएको ऐना हेर्दै अब यो तारहरूको छ नि विभिन्न प्याटर्नहरू बनाएर यो तारहरू जोडेर बनाउने टेक्निक हो। अनि यो टेक्निकमा चाहिँ हामीले यो बहुमूल्य पत्थरहरू राख्ने चलन छ। यो पत्थर बहुमूल्य अब धेरै महँगो हुन्छ नि। अनि यो सुन पनि जल पाएको सबै सुनको पनि जल होइन 37 लाखको मूल्य, त्यही भएर मूल्य भएको ऐनामा अमूल्य मान्छे अमूल्य भयो त्यसरी भन्नु पर्यो। अमूल्य मान्छे मूल्य भएको ऐनामा अमूल्य मान्छे अब चाहिँ एकदम तपाईँ चाहिँ यतै हेर्नु पऱ्यो तपाईँको चाहिँ रिफ्लेक्सन आएर एकदम नाम चलेको यसले एक्सप्रेसन भनेर यो खास यो देवदेवताको हातको मुद्रालाई लिएर उहाँले गर्नुभएको। हजुर हो फरक स्वास्थ्य सम्बन्धी हो यो मुद्रा दर्शकलाई पनि भन्ने ठाउँ छ हजुरले भनेपछि हजुर शनिबारसम्म 2 महिनाले गरायौँ। त्यसरी बुझ्न नसकिने त्यस्तो कहीँ बुद्धिज्ममा चाहिँ 5 वटा मात्र चक्रलाई लिने गरिन्छ। हिन्दुज्ममा चाहिँ 7 वटा त्यो हाम्रो चक्रहरू छ नि त्यो चाहिँ हाम्रो इनर्जीको सेन्टर त्यहाँ कन्सेप्ट गरेर हामी ध्यान बस्यौँ भने हामी छिटो कार्टुन नबनेको भए पत्रिकाहरू पहिलादेखि गोर्खापत्र नै चल्दैन थियो होला।
सरी उहाँहरूको जुन मन्दिर छ त्यसको बाहिर राख्ने चलन थियो अनि यसमा एउटा सेन्टरमा एउटा तीनटा यो एउटा कुखुराको माले एउटा सर्प अनि एउटा चाहिँ सुँगुर राखेको छ लाइफमा हाम्रो डिल्युजन भनेको चाहिँ नि छोपेको तीनटा कभर हुन्छ अरे हाम्रो एउटा राग द्वेष मोह भन्ने तीनटा बुद्धिज्मको तीनटा एकदम छोपेको वस्तु राग भनेको चाहिँ नि हामी राइट र रङ छुटाउन नसक्ने है अनि द्वेष भनेको चाहिँ होइन राग भनेको चाहिँ नि कुनै चिजमा पुजिरहने एउटै चिजमा त्यो जुन गीत गाउँदाखेरि राग लिन्छ नि हामी एउटा चिजलाई समातेपछि समातिको समाति गर्नेलाई राग हो द्वेष भनेको रिस उठाउनु अनि मोह भनेको राइट र रङ छुटाउन नसक्नु त्यसैले सुँगुर चाहिँ राइट र रङ छुटाउन नसकेर सुँगुर द्वेष रिसको प्रतीकमा एउटा सर्प अनि मोहको प्रतीकमा चाहिँ भाली त्यो राखेको छ त्यो तीनटाभित्र हामी घुमिरहेका छौँ जहिले पनि भन्नु त्यहाँबाट हामी त्यसबाट छुटकारा नपाउनु जेल हामी एक लेभल अप हुन सक्दैन भन्ने जुन बाहिर ठुलोवाला मूर्तिहरू पनि हायर गरेर तन्त्रयानमा नमस्कार बुद्धले जुन दिन ज्ञान प्राप्त गर्यो त्यो दिन बुद्धको अर्को जन्म हुँदैछ हामी सबैले एक दिन त्यस्तो दिन आउँछ जुन दिन हामीले आफ्नो ज्ञान प्राप्त गर्छौँ र हाम्रो अर्को जन्म हुन्छ त्यो दिनलाई हामीले चिनौँ र प्रतीक स्वरूप बुद्धले भूमि स्पर्श गरेर मैले आज ज्ञान प्राप्त गरेँ भनेर कसम खाएको दिनलाई सम्झेर हामीले पनि आफ्नो लाइफको त्यो दिनलाई चाहिँ हामीले क्याच गर्न सक्नुपर्छ भन्ने प्रतीक यो हाम्रो पाटुको मछिनाथको रडको जमी हुन्छ त्यो चाहिँ हामीले गुठीबाट ल्याएको बाराइदियो गुठ्यो भने बाराइलेहरूले यो रड बनाउँछ उनीहरूकै गुठीमा भएको मोडल यसैको नाप लिएर त्यो रड बनाउँछ कोसीबाट आयो भिन्न मेरो बनाइछ होइन कोसीमा पनि थाङ्का पनि छ कोसीले बनायो तर यो गोल्डगी भयो त्यसरी भन्नु पऱ्यो मैले त्यो भन्न नसकेको होला ठिकै एकदम त्यही कोसीमा गएर सेलेक्ट गर्नुपर्छ यहाँ पाल्यो आलु राख्ने नि युज गर्ने त्यो चाहिँ फेरि मिक्स होला अवधि अनि पछि विभिन्न
यो काफी लेयर तर अलिकति त्यसको अहिले प्राथमिक विश्वविद्यालयमा यो मूर्तिमा विषय पढाउनु छ भुवन थापा मूर्तिबाट विषय पढाउनु उनीहरूले चाहिँ यहाँ प्रदर्शन पनि भयो अनि दिनुको प्रयोजन पनि भयो है।